हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि धेरै समय बाद चाहिँ मैले यो एउटा सामान अनबक्सिङ गर्न आँटेको छु। यो चाहिँ हो नानीहरूको के भन्छ लुगा, नानीको लुगा। यो चाहिँ हो हप्सकचको। अनि यो चाहिँ मैले गरेको अर्डर गरेको चाहिँ त्यस्तै 5-6 दिन सायद भयो होला, मलाई याद चाहिँ अलिक भएन। अन्त यहाँनिर चाहिँ मैले समर वेयर है अर्डर गरेको छु। यहाँ चाहिँ कस्तो छ मलाई थाहा छैन। अनि यहाँ चाहिँ अब म खोल्दैछु। अनि यो चाहिँ के भने विशेष गरी यो लुगा चाहिँ मलाई एकदमै मन परेको लुगा हो हैन। अन्त यो मैले विश लिस्टमा राखेको चाहिँ 1 वर्षहरू झन्डै भएको थियो होला। कस्तो छ तर थाहा छैन हो कस्तो आयो। मैले फोनमा चाहिँ राम्रै देखेको थिएँ, कलर पनि मलाई चाहिँ पुरा मन परेको। यो चाहिँ मैले 5 देखि 6 वर्षभित्रको गरेको थिएँ हो। अन्त यहाँ चाहिँ यस्तो आएको छ। पेन चाहिँ म यहाँ राख्दैछु। सर्ट चाहिँ यहाँ आएछ। यो चाहिँ कपडा पनि, यसको प्राइस चाहिँ हो, कपडा पनि भन्दा पनि प्राइस चाहिँ हो 1160 हो यसको प्राइस चाहिँ। कपडा एकदमै सुती कटन आएको छ, एकदमै दामी आएको छ। प्यान्ट चाहिँ यो कलरमा छ। अन्त पेन पनि यो प्यान्ट चाहिँ किनभने जिन्सको चाहिँ अब समरमा पुरा गरम हुन्छ नि त, त्यही कारणले यो कपडाको चाहिँ अब गरम हुँदैन भनेर चाहिँ मैले आइनलाई अर्डर गरेको हो यो प्यान्ट। अन्त यहाँ आउनु चाहिँ यस्तो आएको छ। यो सँगसँगै यहाँ के छ भने यो के हो भनेर चाहिँ म चिन्दिनँ हो। यो चाहिँ यस्तो कस्तो टाइपको भने सर्ट लायो हो। सर्ट लाएर चाहिँ यो पछाडि यस्तो खालको बान्ने हो। यस्तो पछाडि यस्तो नानीहरूको तर यस्तो खालको बान्ने हो, यस्तो खालको है। अन्त यो चाहिँ कस्तो आइन्दा कस्तो देख्छ त्यो चाहिँ थाहा छैन, तर आउनु चाहिँ राम्रै आएछ। यो चाहिँ भर्खरै आएको, मैले अनबक्सिङ गरिहालेको है। हुन्छ, त्यति भन्दै सबैजनालाई बाई बाई।